नमस्ते। आज हामी सबैजनाले यो कलर एक्सचेन्ज गेम खेलेको भएर हामीलाई पनि एकदमै रमाइलो लाग्यो। अनि नानीले पनि गेम खेल्ने भनेर भनिन्। अनि आज मैले मेरो छोरीले चाहिँ कुन कुन कलरको कलेक्सन गरेकी छिन् थाहा छैन हैन। मैले पनि उलाई पनि थाहा छैन, मैले पनि के दिँदैछु उलाई थाहा छैन। ल आज सुरु गरौँ है। छोरी कुन कलरबाट सुरु गर्ने हो? फर्स्टमा कुन कलर हो? रेड कलर। ल रेड कलर चाहिँ तिमीले निकाल है। एकैचोटि 1 2 3 भन्दा निकाल्ने है। ल रेडी रेडी 1 2 3 ल निकाल। ओ तिमीलाई मन पर्ने ब्यालुन यो मम्मालाई हो। ल तिमीलाई थ्याङ्क यू कति राम्रो हेर्नु त। स्पाइडरम्यान दिइरहेछिन् छोरीले। छोरीको कलेक्सन हो यो। ल अब कुन कलर छोरी? ल भन। पिङ्क। ल पिङ्क कलर निकाल है। मैले मेरो छोरीलाई पिङ्क कलरको बेबीलाई मन पर्ने सक्स ल्याएको छु है। तिमीले के ल्याएको छौ? पिङ्क कलरको सक्स नै पर्पल कलरको बेलुन। अनि तिमीले त पिङ्क कलर भनेको हो नि त। अब पिङ्क कलर देखाउनु पर्यो कि परेन? मैले पनि पिङ्क कलर देखाउनु पर्यो नि त। रोक है। पिङ्क कलरको मैले मेरो छोरीलाई सक्स ल्याइदिएको छु। ल सक्स तिमीलाई है पिङ्क कलरको है। थ्याङ्क यू। मलाई चाहिँ बल ल्याइदिन्छन् बल। ल अब कुन कलर? अलि यता आऊ न। ग्रीन कलर। ओके ग्रीन कलर मैले ग्रीन कलरको कहाँ गयो मेरो ग्रीन कलरको? ग्रीन कलरको मेरो छोरीलाई यो गेम खेल्ने हो हैन। यसमा चाहिँ इङ्ग्लिसमा ट्याप गर्यो भने चाहिँ इङ्ग्लिसमा जे वर्ड छ त्यो बल्छ। ल तिमीलाई यो है। थ्याङ्क यू। मलाई चाहिँ बलै खेल्ने भनेर बल मात्रै दिइछिन् छोरीले। अब अर्को कुन कलर? अब कुन कलर छोरी भन। अब रेड त भइसक्यो। अर्को कुन कलर? ब्लू कलर भएको छैन होला। तिमीसँग ब्लू कलरको कलेक्सन छैन? पर्पल छ। ल पर्पल कलर। ओके ल पर्पल है। रोकाइ पर्पल कलरको मैले मेरो छोरीलाई दुईटा चिज ल्याइदिएछु है। एउटा ब्यालुन पर्पल ब्यालुन, अर्को चाहिँ पर्पल कलरको कार। यो चाहिँ देख्दाखेरि क्यामेरामा ब्लू देखे पनि यो पर्पल हो है। लौ तिमीलाई। हस् थ्याङ्क यू सो नाइस। ल अब अर्को कुन कलर छ? येल्लो। ओके येल्लो कलरमा के ल्याइदिएछु मैले भने छोरीलाई मैले बल्ल बल ल्याइदिएछु। दिस वान इज बल। येल्लो कलरको बल। थ्याङ्क यू। ओहो अटोमा हामी कहाँ जाने होला? बुटोल जाने होला कि अटो चढेर? थ्याङ्क यू सो नाइस। खेल्ने त तिमी पनि होला पछि हैन र? ल अब अर्को कुन कलर? अब कुन कलर? वाइट कलर छ नि दी हो तिमीसँग हो। वाइट है। मैले चाहिँ वाइट यसभित्र सबै वाइट कलरको कलरफुल पेपरहरू छ। कलरफुल पेपर हो यो। सबै वाइट कलरको छ पेपर है। तिमीलाई युजफुल हुन्छ। भोलि पर्सि ड्रइङ गर्नलाई हेल्प हुन्छ। त्यही भएर मैले यो ल्याइदिएछु। ल्याऊ तिमीलाई ल्याऊ। थ्याङ्क यू। यिनले चाहिँ मलाई के ल्याइदिन्छन् भने के कलेक्सन गरिछिन् भने हैन। यो चाहिँ अल्फाबेट हो के। अल्फाबेट गेमवाला हो हैन। त्यही भएर तिमी र म खेल्ने हो पछि। ल हस्
थ्याङ्क यू ल अब अर्को कुन कलर ब्लू कलर होला हो ब्लू कलर ल अब लास्ट कलर है लास्ट कलर इज रोक 1 2 3 ल ब्लू कलरको मेरो छोरीलाई यो चाहिँ ज्योमेट्री बक्स हो कारवाला बक्स अनि एउटा चाहिँ ग्लु स्टिक ल मलाई चाहिँ के ल्याइदिन्छन् भने यो थ्याङ्क यू तपाईँहरू पनि ल तपाईँहरू पनि आफ्नो फ्यामिलीसँग यस्तै गेम खेल्नुहोस् भन न परिवारहरू पनि फ्यामिलीसँग यस्तै गेम खेल्नु थ्याङ्क यू भेरी मच मसँग